हेलो, मेरो नाम सृजन र आजको भिडियोमा म तपाईँलाई भन्न गइरहेको छु एउटा मुख्य शीर्षक जुनको नाम हो डोन्ट रन फर मनी। पैसाको पछाडि नभाग्नुहोस्। किनभने जीवनमा मानिसहरू पैसाको पछाडि भाग्छन्, हो कि होइन? पैसाको पछाडि भाग्छन्। पैसा कमाउँदा उनीहरूको मृत्यु हुन्छ। मृत्यु भएपछि के उनीहरूले रमाउन पाएन, हो कि होइन? रमाउन पाएन नि। रमाउन नपाएपछि के हुन्छ? जीवनको केही महत्त्व नै हुँदैन। अलिकति त्यस भएर मानिसहरू जीवनमा पैसाको पछाडि भाग्छन्। त्यस भएर मैले धेरै देखेको छु क्या, मानिसहरू पैसा भन्दै आफ्नो जीवन खल्लास सकाएको हुन्छ क्या। त्यस भएर हामीले के गर्नुपर्छ भने पैसाको पछाडि होइन क्या, पैसालाई आफ्नो पछाडि भगाउन सक्नु पर्यो। बुझ्नुभयो? पैसालाई हामी पैसाको पछाडि भाग्नुहुन्न क्या, पैसालाई चाहिँ हाम्रो पछाडि भगाउनु पर्यो है। ओके, सो हजुरहरूलाई एउटा कथा सुनाम। एउटा कथामा एकजना त्यो थियो, एउटा कथाको मार्फत यो बुझौँ किन हामी चाहिँ पैसाको पछाडि भाग्नु हुँदैन होइन, पैसा चाहिँ हाम्रो पछाडि भाग्नुपर्छ। किन यो मैले किन भनेको? किनभने एउटा यो कथामा के छ भने तिमीले बुझ्छौ क्या, हामी चाहिँ किन पैसा भनेर त्यो गर्नु हुँदैन, कामहरू गर्नु हुँदैन होइन। ओके, लेट्स स्टार्ट विथ अ सर्ट स्टोरी। एउटा स्टोरी कथामा आधारित हो। कथा राम्रो कथा छ। यो कथामा के भन्छ भने एकजना बुढा मान्छे थियो। त्यो बुढा मान्छेको एकजना बुढी थियो। बुढी मान्छे र बुढा मान्छे दुवै गरिब थिए होइन, गरिब थिए। बुढा मान्छे दिनदिनै पैसाको पछाडि भाग्दै, गरिब भयो भने पैसाको पछाडि, पैसाको लोभी थियो। अलिकति पैसा मात्रै आफ्नो मोज मस्ती होइन, त्यस्तो चिलमा उडाउँथ्यो। आफ्नो बुढीको केही हेरचाह गर्दैन थिएन। पैसा भए पनि नभए नि, भएको बेला गरेन, नभएको बेला के गर्लाएन। अनि ऊ दिनदिनै भिख माग्थ्यो। भिख माग्दा के गर्थ्यो भने भिख माग्दै दिनदिनै भिख माग्दा होइन, एक दिन उसलाई बाटोमा होइन शिव र नारायण भगवान बाटोमा भेट्यो। तर उनीहरू मनुष्य रूपमा थिए अनि उनले भिख माग्दा उनलाई अमूल्य हिरा दिए। अमूल्य हिराहरू सबैभन्दा महँगो हिरा होइन। त्यति बेला सोच्यो त्यो मान्छेले, के सोच्यो भने मलाई हिरा पायो, म धनी भएँ, म भोलिदेखि काम गर्नु पर्दैन। तर युनिभर्सलाई अर्कै वेमा लग्थ्यो कि उसलाई। त्यो ऊ घर जाँदै त्यो हिरै चोरेर लग्यो चोरले। अनि ऊ अलिकति दुःखी भयो, घर गयो। भोलि फेरि भिख माग्न गएपछि उसले फेरि शिव र नारायण भगवान भेटेपछि हिजो अनि शिवले सोधे, हिजो तिमीलाई दिएको हिरा खोइ? अनि त्यो गरिब मान्छेले भन्यो, हिजो तपाईँले दिनुभएको हिरा एकजना चोरले चोरेर लग्यो। तर अनि नारायण भगवानले फेरि उसलाई हिरा होइन सुन दियो। त्यसपछि सुन दिएपछि पनि उसले त्यो दिन पनि फेरि सोच्यो, म धनी भएँ, म भोलिदेखि काम गर्नु पर्दैन होइन। अनि ऊ फेरि खुसी भएर घर गयो। बाटोको बिचमा फेरि घर जाँदा फेरि चोरले चोरेर लग्यो सुन चोरेर लगेपछि फेरि दुःखी भयो। भोलि फेरि उसले त्यही भिख माग्न थाल्यो। र त्यसपछि शिव र नारायणले फेरि भेट्यो। अनि शिवले सोध्यो, हिजो तिमीलाई दिएको सुन खोइ? फेरि भने हिजो दिएको सुन एकजना चोरले फेरि चोरेर लग्यो। अनि आज फेरि नारायणले के दियो भने न हिरा दिए न सुन दिए, आज 2 रुपियाँ दिए। 2 रुपियाँमा के गर्यो भने 2 रुपियाँ दिए। उनलाई 2 रुपियाँ दिएपछि होइन, उनी अब के गर्थे र 2 रुपियाँको होइन, भिख त अब सबैसँग माग्थे। 2 रुपियाँ मात्रै भयो आज। अनि सबैसँग 2 रुपियाँ माग्दै भिख माग्दै होइन उसँग 10 रुपियाँ भयो। 10 रुपियाँ भएपछि उसले घर जाँदै माछा किन्यो। बजारमा माछा किन्यो। घर गएर 10 रुपियाँ जाने माछा किन्यो। माछा घर गएर पकाएर खान्छु, त्यो विचारले उसले किनेको। तर जिउँदो माछा देखेर उसलाई दया माया लाग्यो। अनि उसले त्यो माछालाई नदीमा छाड्ने विचार गर्यो। अनि ऊ नदीमा छाड्न गयो।
त्यो माछालाई नदीमा छाड्न गएपछि होइन नदीमा छाडे अनि उसलाई के भेट्यो भने त्यो उसले अस्ति एकजना चोरले चोरेको हिरा र हिजो चोरेको सुन त्यो भेट्यो, नदीमै भेट्यो होइन, नदीमै भेट्यो सुन र हिरा। अनि ऊ अचम्म भयो अनि घर गयो खुसीका साथ घर गयो। अनि फेरि त्यो अनि शिव र नारायणले हेरिरहेको थियो त्यो होइन, यो के। अनि शिवले नारायणलाई सोधे, हे प्रभु यो के हो, तपाईँले त पहिल्यै हिरा दिनुभएको थियो, त्यो हरायो, फेरि सुन दिनुभयो त्यो पनि हरायो, तर 2 रुपियाँ दिँदा त्यो दुइटै भेट्यो, कसरी, तपाईँको कस्तो लीला हो होइन। अनि भन्यो। अनि नारायणले मुस्क हाँसेर त्यो उत्तर दिए, के उत्तर दियो भने जब उसको लागि भिख माग्दै थियो उसँग हिरा आयो पनि त्यो हरायो, अनि उसँग सुन आयो, आफू धनी भयो सोच्यो उसले, आफ्नो लागि मात्र सोच्यो उसले, अनि उसले धन कमायो पनि त्यो हरायो। जब 2 रुपियाँ पायो अनि उसले माछाको लागि, आफ्नो लागि होइन अरूको लागि सोच्यो, तब उसले त्यो दुइटै हिरा र सुन पायो। यही हो क्या आफ्नो जीवन। अनि त्यो के भन्छ नारायणले के भन्नुहुन्छ भने एउटा श्लोक थियो, कृष्णले भने हो कि भगवत गीतामा उल्लेख थियो, कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफल हेतुर्भुमाते सङ्गोऽसुत कर्मणि। यसको अर्थ कर्म गर्ने अधिकार छ तिमीसँग, तर त्यसको फल प्राप्त गर्ने अधिकार छैन तिमीसँग। बुझ्नुभयो? तिमी कर्म गर्न सक्छौ, काम गर्न सक्छौ आफ्नो, तर त्यसको फलको आशा राख्ने तिमीसँग अधिकार नै छैन। अब हेर्नुहोस्, हजुरले आफ्नो जीवनमा कर्म गर्दै गरे तर फलको आशा राख्नुभयो होइन, सपोज आफ्नो फलको आशा राख्नुभयो, त्यो फल कहिले पाउँदैन तपाईँलाई यदि आशा राख्नुभयो। आशा के राख्नुहुन्न। अब सोच्नु, मेरो एउटा कहानी छ क्या, म आई एम द एभरेज स्टुडेन्ट होइन, मेरो स्कुल म 10 क्लास पास हो नि त होइन, अबसम्ममा 10 क्लास पास। के भयो भने मेरो जीवन लाइफमा कस्तो छ भने म 7-8 सम्म त म एभरेज स्टुडेन्टको त्योमा गइरहेको थियो कि लाइनमा, एभरेज स्टुडेन्टकै त्यसमा जाँदै थियो, एभरेज स्टुडेन्ट होइन, एभरेज स्टुडेन्ट। अनि के भयो भने अचानक 8 क्लासमा मेरो अलिकति बिस्तारै ग्रोथ हुँदै गयो होइन। अनि मैले जब ग्रोथ हुँदै गयो होइन, हाम्रो क्लासको टपरहरूले के भन्छ भने 2जना टपर थियो होइन, एकजना केटा एकजना केटी, नाम लिन्थेन म। उनीहरूले के भन्थ्यो भने म उसलाई टप्छु, म पनि उसलाई टप्छु, म यति ल्याउँछु। उनीहरूले आफ्नै होइन आफ्नो फल आफ्नो रिजल्ट पहिल्यै लेखिसकेको हुन्थ्यो क्या, आफ्नो रिजल्ट पहिल्यै लेखिसकेको हुन्थ्यो, तर मलाई मतलब थिएन कि म आफ्नो कर्मबाट गर्दै थिएँ कि मलाई फलको आशै थिएन। जे होस् मसँग त लो आयो पनि मसँग थाम्ने क्षमता थियो नि त मेरो पुरा। म त एभरेज स्टुडेन्ट, पहिला मेरो लो आउँथ्यो, तर हाई आयो भने पनि म फेरि त्यसमा डाउनफल भयो भने मलाई मेरो माइन्डमा होइन त्यो अब थाम्न सक्ने क्षमता थियो, तर उनीहरूसँग थिएन होला। उनीहरूसँग लो आयो भने फ्रस्ट्रेट हुन्थ्यो होइन, त्यस्तो हुन्थ्यो। तर के भनौँ, अनि यही अस्तिको प्रियसीतिर के भयो भने मैले क्लासमा हाइएस्ट स्कोर गरेँ होइन, कसरी हो त्यो यही श्लोक छ त्यो छ कि आधार छ, कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफल हेतुर्भुमाते सङ्गोऽसुत कर्मणि। मैले आफ्नो कर्म मात्र गर्दै गएँ, मैले त्यो फलको आशा पनि राखेन। फलको आशा राखे भए त्यो फल पाउँदैन थियो होला होइन, फलको आशा मैले जीवनमा कहिले राखेन। अब हेर्दै जाम के हुन्छ। तर अनि अब हाम्रै कुरामा हामी किन पैसाको पछाडि भाग्छौँ त, कसैलाई थाहा छ? तर मलाई लाग्छ धेरैले भन्छ हाम्रो खानुपर्छ, पिउनुपर्छ, लुगा लाउनुपर्छ, सबैमा पैसा त काम लाग्छ नि होइन। तर म भन्छु होइन, के भन्छ पैसा, जो मान्छे पैसाको पछाडि भाग्छ, लुगा कपडा, त्यो मान्छे
कहाँ छ नि त्योभन्दा अलिकतिबाट माथि जान्छ, अलिकतिबाट माथि जान्छ कहिले पनि, कि त तल आउँछ कि अलिकतिबाट माथि जान्छ। त्यस्तो हुनु हुँदैन, किनभने जो मान्छे पैसाको पछि भाग्छ अनि भाग्ने र नभाग्नेमा के फरक हुन्छ थाहा छ? जो भाग्छ पैसाको पछि भाग्छ होइन, जो पैसाको पछि भाग्छ त्यसले यदि 100% कमाउन सक्छ भने त्यसले 50% मात्रै कमाउँछ। अनि जो मान्छे पैसाको पछि भाग्दैन त्यसले 100% कमाउन सक्छ भने 100% नै कमाउँछ होइन। कस्तो हो हरेक मान्छे लाइक हुन्छ नि फर्स्टमा सुरु गर्दा 0 नै हुन्छ कि होइन, 0 नै हुन्छ। अनि के भन्ने अब फर्स्टमा 0 हुन्छ, लास्टमा मात्र ऊ 100 हुन जान्छ क्या होइन। के भनौँ अब पैसा, अब पैसाको एभ्री एक्सपर्ट वान्ट्स अ बिगिनर क्या, त्यो भन्नुको अर्थ के हो? हरेक मान्छे फर्स्टमा शून्यमै हुन्छ, त्यसलाई 0बाट 1 गर्न नै अप्ठ्यारो हुन्छ क्या। जस्तै म 0 छु, म 0बाट सुरु गर्दैछु, सो 0बाट 1 पुग्न पनि गाह्रो हुन्छ होइन। गाह्रो भए पनि हामी अब के गर्नु पर्यो? आफ्नो कर्मबाट गर्दै जानु पर्यो, फलको आशा राख्नु भएन होइन। हामी कामबाट सुरु गर्नु पर्यो। यही हामीले रिजल्टलाई हेर्न खोज्यो भने रिजल्ट कहिले आउँदैन, द्याट्स ट्रु होइन। यदि तपाईँले एकचोटि ट्राई गर्नु, रिजल्टबाट सोच्नु, केही काम नगर्नु, के रिजल्ट आउँछ? आउँदैन। सो डोन्ट रन फर मनी, पैसाको पछाडि नभाग्नुहोस्, पैसालाई तपाईँको पछाडि भगाउन ट्राई गरेर आउनुहोस् होइन। त्यो कसरी गर्ने? कामबाट गर्दै जानुहोस् न होइन, कामबाट गर्दै जानुहोस्, पैसा तपाईँको पछाडि आउँछ, हो कि होइन? हो भने हो भन्नु न होइन। ल भिडियो अलिकति लामो भयो होला, सो यो इन्डिङ गरौँ अब होइन। अर्को भिडियोमा अब नयाँ कुरा सिकाउँला। अब यो भिडियोमा के सिक्यो प्लिज कमेन्ट गर्नुहोस्। ल सब्सक्राइब पनि गर्न सक्नुहुन्छ, राम्रो लाग्यो भने लाइक। बाई बाई।